अनि भ्लग किन त्यस्तो अरू ठाउँमा बनाउँदिनँ मान्छे भएको ठाउँमा भिडभाडमा भन्दा कन्फिडेन्ट छैन, 0 लेभल कन्फिडेन्ट। भ्लग खिचेर हिँडिन्छ, सबले सोध्छ कति छ सब्सक्राइबर भन्न पनि लाज लाग्ने के 300 400 बनाउँछु, मिहिनेत गर्छु, हाल्छु, खै त भ्यू। अस्ति भिडियो पार्ट 1 भनेर हाल्दै थिएँ, खै त्यसमा 50+ भ्युज छ। अनि के गर्ने, 50+ भ्युजले त हामीले त्यत्रो मिहिनेत गरेको सबै आफ्नो मनै मरिदिन्छ क्या। अनि भिडियो बनाउनै मन लाग्दैन क्या, सपोर्टै छैन क्या, सब भ्लगर निस्क्यो अनि कसलाई सपोर्ट गर्नु सक्छ। फेरि भ्युज आइदिनु पऱ्यो, आफ्नो निरन्तर सब्सक्राइबर प्लस हुनु पऱ्यो। त्यति भएपछि त जस्तो ठाउँमा पनि कन्फिडेन्ट आउने रहेछ क्या। सब्सक्राइबर नभएपछि त भ्लग बनाउनु पनि कन्फिडेन्ट नआउने के, लाज लाग्ने छ। त्यसले के भन्यो होला, यस्तो सब्सक्राइबर छ यस्तो हो कि यताउति भन्ने हो कि भने एकदम लाज लाग्ने क्या। म चाहिँ त्यो पोइन्टले अगाडि बढ्न नसकेको हो क्या। अलिअलि सब्सक्राइबर भेटाएको भए, मैले अलिअलि भ्युज भेटाएको भए। लाइसेन्स छैन सर, फर्म चाहिँ भरेर आएको। लाइसेन्स चाहिँ फर्म भरेर आएको सर। यस्तो भाइ लाइसेन्स भने कतिको गाडी चलाउनु भयो तपाईँले? त्यस्तै 2-3 महिना भयो छ। अनि त्यो फर्म भरेर अनि आएको छैन। अब शुक्रबार फेरि भन्ने गर्नुभएको छ, अनि त्यस्तो लाग्यो। एउटा चिट पाइन्छ सर मिलाइदिनु न। लाइसेन्स छैन। लाइसेन्स नै बनाउनु भएको नि तपाईँले? फर्म भरेर आएको सर। फर्म मात्रै? हजुर। अनि शुक्रबार बोलाएको छ सर, मिलाइदिनु न के पैसा हुन्न। त्यो टिकटक बनाउँदै हिँडिरहेको छ? होइन सर, यो हल्का भिडियो बनाएको थियो, त्यही भएर। के को लागि भिडियो? सर नकाटिदिनु न, हुन्न एकचोटिलाई छोडिदिनु न। भर्खर बाइक बिग्रेको, त्यही भएर कि। लाइसेन्स बिगर चलाउनै हुँदैन सर, नियममा छ। अस्ति पनि एकचोटि काटिदिनु भयो, अनि अस्ति पनि एकचोटि काटिसक्नुभयो। हेलमेट ए ल हुन्छ, खोलिदिन्छ।